जेमेसी आज संडे नोभेम्बरको 30 तारिकको अन्तिम महिनामा हामी आइपुगेका छौं सो वी शुड बी ग्रेटफुल वेल हाम्रो मेरो अगाडिको क्यालेन्डर है यो त 2026 को जस्ट फर एन एक्जाम्पल जब पनि अब हामी लाइक फर्स्ट 1 तारिकदेखिको 30 तारिकलाई हामी कम्प्लिट गर्छौं एनी अफ द मन्थ है त्यो मन्थको लागि चाहिँ थ्याङ्कफुल हुनु आवश्यक छ अनि बाइबलको धर्मशास्त्रमा लेखिएको छ परमेश्वरको इच्छा बेगर एउटा पत्ता पनि रुखबाट खस्दैन भुइँमा भनेको छ भन्नुको मतलब चाहिँ मैले आज सास लिइरहेको छु बिकज गॉड वाज विलिङ अनि ही वान्टेड उहाँको योजना मेरो जीवनमा पूरा गर्नको निम्ति that I'm alive today. तर sadly धेरैजनाले आजको दिन देख्ने मौका पाएको छैन सो वी शुड बी ग्रेटफुल फ्रम द 1st of November to आजको अन्तिम तारिकको निम्ति मेरो परिवारको निम्ति मेरो इष्टमित्र र छिमेकीको निम्ति तपाईले दिन प्रतिदिनको भोजन जुराइदिनु भएको निम्ति सेवा संगतिको निम्ति तीता र मीठा अनुभवको निम्ति धन्यवाद टक्राउँछु अनि म भित्र बाहिर जाँदा सुरक्षा दिनुभएको निम्ति अनि तपाईको रगतद्वारा मलाई तपाईले सिल्ड गर्नुभएको लागि धन्यवाद दिन्छु अनि मैले लगाएको लुगा फाटाको लागि पनि धन्यवाद दिन्छु यो शिरमा भएको कपालको लागि पनि धन्यवाद दिन्छु बिकज इट इज अलरेडी नम्बर्ड यस्तो प्रकारले प्रार्थना गर्न सिक्नुहोस् अनि आफ्नो फ्यामिलीलाई फेरि पनि रगतमा कभर गर्नुहोस् अनि 1st of November to 30th November लाई कम्प्लिट गर्ने अनुग्रह अनमेरिटेड फेभर ग्रेसको लागि पनि धन्यवाद दिनु आवश्यक छ एन्ड नट ओन्ली द्याट आफ्नो परिवारको निम्ति धन्यवादी हुनु इट्स भेरी भेरी इम्पोर्टेन्ट थ्याङ्क यू मैले जुन चाहिँ कुरा सिकेको छु तपाईलाई शेयर गर्ने मौका पाएँ आशा गर्छु you are blessed by watching this video. Thank you.